ओम नमो भगवते वासुदेवाय सचितानन्दरूपाय विश्वोत्पत्त्यादिहे तवे तापपत्र विनाशाय श्रीकृष्णाय वयं नमः देवकीसुतगोविन्दं वासुदेवं जगत्पते देहि मे तनयं कृष्ण त्वमेव शरणं गत। श्रीमद्भागवत महात्म्ये तेस्रो अध्याय महात्म्ये तृतीयोऽध्याये कुमार मुनिवर्णितं श्रीमद्भागवतं श्रुता भक्ति कष्ट निवर्तनं। तेस्रो अध्यायमा कुमार र नारद मुनिले वर्णन गरेको श्रीमद्भागवतको कथा सुनेर भक्ति ज्ञान र वैराग्यको दुःख नाश भएको कथा वर्णन गरिन्छ। नारदले भन्नुभयो, भक्ति ज्ञान र वैराग्यको स्थापना गर्न श्रीमद्भागवत कथाले उज्जवल भएको ज्ञान यज्ञ गर्नेछु। कुनै स्थानमा मैले ज्ञान यज्ञ गर्न योग्य हुन्छ त्यो स्थान मलाई बताउनुहोस्। वेदमा पारङ्गत तपाईहरूले शुकशास्त्र श्रीमद्भागवतको महिमा वर्णन गर्नुहोस्। श्रीमद्भागवत कथा कति दिनसम्म सुन्नुपर्छ, त्यसमा कस्तो विधि गर्नुपर्छ त्यो सब मलाई बताउनुहोस्। कुमारहरूले भन्नुभयो, हे नारद सुन, विवेकी र विनम्र तिमीलाई हामी बताउँछौँ। गङ्गाद्वारको समीप हरिद्वारमा आनन्द नामक तड छ। त्यो गङ्गाको तीर अति सुन्दर छ। त्यसमा नाना ऋषिहरू तपस्या गर्दछन्। देवता र सिद्ध महात्माहरू आनन्द लिन्छन्। त्यो स्थान नाना किसिमको वृक्षलताले सुन्दर बनेको छ। त्यहाँ नयाँ कोमल बालुवाले सजावट गरिएको छ। त्यो सुन्दर र एकान्त पनि छ। त्यहाँ बस्ने प्राणीहरूको चित्तमा वैरभाव रहँदैन। त्यसै स्थानमा तिमीले ज्ञान यज्ञ गर्न योग्य छ। त्यहाँ अपूर्व रसरूप कथा हुनेछ। त्यहाँ निर्बल ज्ञान र वैराग्यलाई अगाडि लिएर भक्ति आउनेछन्। जहाँ भागवत कथा हुन्छ त्यहाँ भक्ति ज्ञान र वैराग्य तिनै जान्छन्। कथाको शब्द सुनेर तिनैजना तरुण हुन्छन्। सुतले भन्नुभयो, हे सौनकेशो भनेर ती कुमारहरू नारदका साथ कथा पान गर्न गङ्गाका तीरमा गए। जब ती गङ्गा तीरमा गएका थिए त्यसै बखत भूलोक देवलोक र ब्रह्मलोकमा कोलाहल मचियो। श्रीमद्भागवत कथा पान गर्न रसलम्पर सम्पूर्ण वैष्णवी भक्तजनहरू दौडँदै त्यहाँ आए। भृगु, वशिष्ठ, च्यवन, गौतम, मेथा, तिथि, देवल, देवरात, राम, गादी, सुत, साकल, मृकण्ड पुत्र, अत्रिपुत्र, पिप्पलाद, व्यास, पराशर, सुकदेव, जाजली, जनु आदि सम्पूर्ण ऋषिहरू पुत्र, शिष्य र पत्नीसहित सप्ताह यज्ञमा आए। वेदान्त, वेद, मन्त्र, तन्त्र, सत्र पुराणहरू, षड्शास्त्रहरू, दण्डकादि वनहरू, हिमालय आदि पर्वतहरू मूर्ति धारणा गरेर आए। देव, गन्धर्व र दानवहरू सबै आए। आफूलाई गुरुत्व सम्झिन आएका ऋषिहरूलाई भृगुले सम्बोधन गरी ल्याउनु भयो। नारदले सम्मान गरिएका र सबैले नमस्कार गरिएका कृष्ण कथामा लाग्न तत्पर भएका कुमारहरू उच्च आसनमा बस्नुभयो। वैष्णवी, वैरागी, सन्यासी, ब्रह्मचारी मुखभागमा बसे। तिनीहरूको अगाडि नारद बसे। एक भागमा ऋषिगणहरू बसे, अर्को भागमा देवताहरू बसे, अर्कोमा वेद र उपनिषद, अर्कोमा तीर्थहरू, अर्को भागमा नारीहरू बसे। जय शब्द, नम शब्द र शङ्ख शब्द हुन थाल्यो। अबिर, लाभा र फुलहरूको वर्षा भयो। विमानमा बसेर देवताहरूले कल्पवृक्षको फुलले सप्ताहमा बसेका भक्तहरूलाई स्वागत गरे। ती सबै भक्तहरू एकचित्त भएर बसेपछि कुमारहरूले नारदलाई श्रीमद्भागवतको महात्म्य स्पष्टसँग बताउन लाग्नुभयो। कुमारहरू भन्नुहुन्छ, हे नारद, हामी तपाईँलाई श्रीमद्भागवत कथाबाट उत्पन्न महिमा वर्णन गर्दछौँ, जसको श्रवण मात्र गर्नाले मुक्ति करतलमा आई बस्छन्। श्रीमद्भागवत कथा सधैँ सेव्य छन्, जसको श्रवण गर्नाले हरि भक्तको चित्तमा प्रवेश गर्नुहुन्छ, अर्थात् भक्तको चित्तलाई आश्रय गर्नुहुन्छ। यस भागवत ग्रन्थमा 18,000 श्लोक छन्, 12 स्कन्ध छन्, 335 अध्याय छन्। परीक्षित राजा र सुकदेवको संवाद छ। यस्तो भागवत सुन्नुहोस्। मनुष्य संसार चक्रमा तब तक घुम्दछ जब तक श्रीमद्भागवत कथा कर्णागत भएको हुँदा अरू धेरै शास्त्रहरू श्रवण गरेर कुनै फाइदा छैन। एक भागवत शास्त्र मुक्तिदानले गर्जन्छ।
जसको घरमा नित्य भागवतको कथा हुन्छ त्यसको घर तीर्थ समान हुन्छ। त्यस घरमा बस्ने मानिसहरूको पाप नष्ट हुन्छ। हजारौँ अश्वमेघ यज्ञ र 100औँ वाजपेय यज्ञले श्रीमद् भागवतको 16औँ कला प्राप्त गर्न सक्दैन। जबसम्म मनुष्यहरूले श्रीमद् भागवत सुन्दैन तबसम्म मनुष्यको शरीरमा पापहरू बस्दछन्। गङ्गा, गया, काशी, पुष्कर, प्रयाग आदि तीर्थहरूले श्रीमद् भागवत कथाको समता प्राप्त गर्न सक्दैनन्। यदि मोक्ष प्राप्त गर्न चाहन्छौ भने श्रीमद् भागवतको 1 श्लोक, आधा श्लोक अथवा 1 पाउ आफ्नै मुखले नित्य पढ। ओमकार, गायत्री मन्त्र, पुरुष सूक्त त्रयी अर्थात् ऋग्वेद, यजुर्वेद र सामवेद, भागवत द्वादशाक्षर मन्त्र अर्थात् ओम नमो भगवते वासुदेव, प्रयाग, ब्राह्मण, अग्निहोत्र, कर्म, कामधेनु, गाई, द्वादशी तिथि, तुलसी, वसन्त ऋतु, पुरुषोत्तम महिना यी सबै समान हुन्। जसले नित्य अर्थसहित श्रीमद् भागवत पढ्छ त्यसको करोडौँ जन्मको पाप नष्ट हुन्छ। यसमा कुनै शङ्का छैन। जसले आधा श्लोक अथवा श्लोकको 1 पाउ भए पनि निरन्तर पढ्छ त्यसले राजसूय र अश्वमेघ यज्ञको फल प्राप्त गर्छ। श्रीमद् भागवत पाठ हरि चिन्तन, तुलसी सेवा र गो सेवा बराबर मानिन्छ। अन्तिम समयमा जसले श्रीमद् भागवत सुन्दछ त्यसले श्रीकृष्ण भगवानले वैकुण्ठ दिलाउनुहुन्छ। जसले सुनको सिंहासनमा राखेर श्रीमद् भागवत वैष्णव ब्राह्मणलाई दिन्छ त्यसले कृष्ण भगवानको सायुज्य मोक्षलाई प्राप्ति गर्छ। जुन मूर्खले जीवनभर चित्त लगाएर भागवत कथा पिएको छैन त्यसले चन्नालले र गधाले जस्तै आफ्नो जन्म व्यर्थै बितायो र जन्माउँदा आमालाई दुःख मात्र दियो। जसले सुख कथाको वचन केही पनि सुनेको छैन त्यो जिउँदो छँदै मुर्दा समान हुन्छ। त्यस्ता मनुष्यलाई धिक्कार छ भनेर स्वर्गका देवताहरू बताउँदछन्। लोकमा श्रीमद् भागवत कथा दुर्लभ छ। करोडौँ जन्मको पुण्यले मात्र प्राप्ति गर्न सकिन्छ। त्यसकारण हे नारद, श्रीमद् भागवत कथा प्रयत्नपूर्वक सुन्न योग्य छ। यसमा दिनको नियम छैन, सधैँ सुन्न सकिन्छ। सत्य र ब्रह्मचर्यद्वारा सधैँ सुन्न सकिन्छ। कलीमा नियमपूर्वक रहन नसकिने हुनाले सुखको आज्ञाले विशेष समय जान्नु पर्छ। मनको वृत्ति जित्न नियम पालन गर्न र दीक्षा मन्त्रको पालन गर्न पाइने फल माघ महिनामा भागवत सुनेर पाइन्छ। माघमा सुनेर पाइने फल 7 दिनसम्म सप्ताह श्रवण गरेर पाउन सकिन्छ भनेर श्री शुकदेवले भन्नुभएको छ। मन बस गर्न नसकिने, शरीरमा रोग लाग्ने, मानिसको आयु थोरै हुने र कलीको दोष धेरै हुनाले पनि सप्ताह श्रवण उत्तम मानिएको छ। तपस्याले, योगाभ्यासले र समाधिले जुन फल प्राप्त हुँदैन त्यो सम्पूर्ण फल बिना परिश्रम सप्ताह श्रवण गरेमा प्राप्त हुन्छ। यज्ञ भन्दा सप्ताह गर्जिन्छ, व्रत भन्दा सप्ताह गर्जिन्छ, तपस्या भन्दा सप्ताह उच्च स्वरले गर्जिन्छ, तीर्थ भन्दा सप्ताह नित्यै गर्जिन्छ, योग ध्यान र ज्ञान भन्दा पनि सप्ताह गर्जिन्छ। सप्ताहको गर्जनलाई के भनिराखौँ, यो बारम्बार गर्जिरहन्छ। शौनकले भन्नुभयो, हे सुत महाराज, यो आश्चर्यपूर्ण कथा तपाईँले भन्नुभयो। ज्ञानादि धर्मभन्दा पनि श्रीमद् भागवत पुराण कल्याणकारी एवं योग जान्नेहरूलाई पनि सूचना दिन सक्ने सर्वश्रेष्ठ कसरी भयो। उद्धवले भन्नुभयो, हे गोविन्द, कृष्ण भक्तको कार्य पुरा गरेर हजुर गोलोक जानुहुनेछ। मेरो चित्तमा ठुलो चिन्ता उत्पन्न भइरहेको छ, त्यसलाई सुनेर सुख प्राप्त गर्नुहोस्। यो घोर कलियुगमा मानिस मूर्ख हुनेछन्। मूर्खको सङ्गतले सज्जन पनि मूर्ख समान उग्र हुनेछन्। गुरुपा पृथ्वीले भारवती भएर कसलाई आश्रय गर्लिने। कमल लोचन कृष्ण हजुरदेखि अर्को रक्षक कोही देखिँदैन। हे भक्तवत्सल, यसकारण सज्जनहरूमा दया गरेर धाम नजानुहोस्। भक्तहरूको निम्ति निराकार चिन्मय स्वरूप भएर पनि सगुण भई जन्मनुभयो अर्थात् प्रकट हुनुभयो। हजुरको वियोगले हजुरको भक्तहरू पृथ्वीमा कसरी बस्ला। निर्गुणको उपासना गर्न
दुःख हुन्छ यसकारण केही उपाय विचार गर्नुहोस्। यस्तो उद्धवको वचन सुनेर प्रवासमा कृष्णले चिन्तन गर्नुभयो, भक्तको आश्रयको निम्ति मैले के गर्नु उचित हुन्छ। त्यसपछि आफ्नो तेजलाई श्रीमद् भागवतमा धारणा गर्नुभयो र अन्तर्ध्यान भएर भगवान कृष्ण श्रीमद् भागवतभित्र प्रवेश गर्नुभयो। त्यसकारण श्रीमद् भागवत कृष्णको प्रत्यक्ष वाङ्मयी मूर्ति हो। यसको सेवन गर्नाले, सुन्नाले, पाठ गर्नाले र दर्शनले पाप नाश हुन्छ। सप्ताह श्रवण सर्वश्रेष्ठ मानिएको छ, किनकि यसबाट दुःख, दारिद्र्य, दौर्भाग्य, पाप, प्रक्षालन र काम क्रोधमाथि विजय प्राप्त गर्न सकिन्छ। सुतले भन्नुभयो, हे सौनकेशरी, सनकादि र नारदले सप्ताह श्रवण स्वरूप धर्म प्रकाश गरेपछि सभामा एक आश्चर्य देखियो। आश्चर्य देखि यो तो सुन्नुहोस्। त्यस सभामा तरुण दुई पुत्र ज्ञान र वैराग्य लिएर प्रेम स्वरूपा भक्ति सहसा प्रकट भइन्। श्रीकृष्ण गोविन्द हरे मुरारे नाथे तिनामानि मुर वदन्ती, हे कृष्ण, हे गोविन्द, हे हरे इत्यादि भगवानका नामहरू भन्दै आएकी भक्तिलाई सभामा बसेका भक्तहरू यी भक्ति यहाँ कसरी आइन् र किन आइन् भन्दै सोधेपछि कुमारहरूले उत्तर दिनुभयो, श्रीमद् भागवत कथाका प्रभावले यी भक्ति प्रकट भएकी हुन्। यस्ता कुरा सुनेपछि भक्तिले नम्र भावले सनत कुमारलाई भनिन्, हजुरहरूले कलीद्वारा नष्ट भएकी मलाई कथा रसपान गराएर आज पुष्ट बनाउनु भएको छ। अब म कहाँ बसौँ? कुमारले भने, भक्तहरूमा कृष्णको स्वरूप धारणा गर्दै, प्रेम स्वरूप लिँदै, संसारको रोग नाश गर्दै, धैर्य धारणा गर्दै वैष्णवका मनमा बस। त्यसपछि तिमीलाई यी कलीका दोषहरूले देख्न सक्ने छैनन्। यसरी सनत कुमार आदि मुनिले भनेपछि भक्ति हरि भक्तहरूका चित्तमा बस्न थालिन्। जो मनुष्यहरूको हृदयमा श्रीकृष्णको अटल भक्ति रहन्छ ती मानवहरू सम्पूर्ण लोकका बीचमा निर्धन हुन्छन् तापनि धन्य हुन्छन्। श्रीकृष्ण भगवान पनि सर्वथा आफ्नो लोकलाई छोडेर भक्ति सूत्रले बद्ध भई भक्तहरूका हृदयमा प्रवेश गर्नुहुन्छ। यस पृथ्वीमा श्रीकृष्ण स्वरूप भएको श्रीमद् भागवतको महिमालाई हामीले वर्णन कसरी गरौँ? जुन श्रीमद् भागवतको आश्रय गरेर असल वक्ता र श्रोताले पनि कृष्ण भगवानको समानतालाई प्राप्त गर्दछन्। यति श्रीमद् भागवत महात्म्य तृतीयोऽध्याय समाप्तम्। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम् अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति। ओम नमो भगवते वासुदेवाय।